स्वागत छ। आज हामी नेपालको संविधानको एकदमै सुरुको भाग 1 प्रारम्भिक खण्डमा अलि गहिरिएर हेर्दैछौँ। हो। हामीसँग भएका स्रोतहरूले देखाए अनुसार यो खण्डले त हाम्रो राज्यको भनौँ न जग नै बसालेको छ। एकदमै। आजको हाम्रो यो चर्चाको उद्देश्य के हो भने यो भागले कसरी नेपालको आधारभूत चरित्र परिभाषित गर्छ अनि किन यो सम्पूर्ण संवैधानिक र कानुनी प्रणालीका लागि यति महत्त्वपूर्ण छ भन्ने बुझ्नु हो। हो, यो केवल केही धाराहरूको सूची मात्रै होइन नि। होइन, यो त हाम्रो राष्ट्रिय यात्राको दिशा देखाउने एउटा नक्सा जस्तै हो। अब सुरुमै हेरौँ न, धारा 1 पहिलो घाँसमै ढुङ्गा भने जस्तो यसले सिधै भन्छ यो संविधान नेपालको मूल कानुन हो। यस संविधानसँग बाजिने कानुन बाजिएको हदसम्म अमान्य हुनेछ। यो सुन्दा सामान्य लाग्ला, तर यसको अर्थ त निकै गहिरो छ, होइन र? एकदमै। यसलाई संविधानको सर्वोच्चता भनिन्छ नि। सर्वोच्चता हो। यसले के स्थापित गर्यो भने मतलब चाहे त्यो संसदले बनाएको कानुन होस् है, सरकारको निर्णय होस् वा अदालतको फैसला, कुनै पनि कुरा संविधानभन्दा माथि हुन सक्दैन। यदि कुनै कुरा संविधानसँग बाजियो भने त्यो स्वतः खारिज हुन्छ। यसले राज्यका सबै अङ्गलाई एउटा निश्चित सीमाभित्र बाँध्छ र त्यो मनपरे शासनलाई रोक्छ। यो प्रावधान आफैमा एउटा भनौँ न ठूलो शक्ति सन्तुलनको संयन्त्र हो। निकै शक्तिशाली प्रावधान रहेछ। अनि लगत्तै धारा 2 मा यस्तो छ नि, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहनेछ भनिएको छ। यसले त शासनको अन्तिम शक्ति त्यो त जनतामा छ भनेर किटान्ने गर्यो, होइन? र यो केवल प्रतीकात्मक कुरा मात्रै होइन, पहिलेका व्यवस्थाहरूभन्दा फरक छ यो। कसरी? यसले स्पष्ट रूपमा राजा वा अन्य कुनै निकायलाई होइन, सिधै जनतालाई शक्तिको स्रोत मानेको छ। यसको व्यावहारिक अर्थ के हो भने सरकार र राज्यका सबै अङ्ग जनताप्रति जवाफदेही हुनै पर्यो। जनताले चुनाव मार्फत आफ्ना प्रतिनिधि छान्छन्, तर त्यो शक्तिको मुहान, त्यो स्रोत चाहिँ जनता नै हुन् भन्ने सिद्धान्त यसले स्थापित गर्छ। स्पष्ट छ। अब धारा 3 ले राष्ट्रको परिभाषा दिएको छ, जुन निकै विस्तृत पनि छ। हो, लामो छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। यसले त नेपालको विविधतालाई पुरै स्वीकार गरेको देखिन्छ नि। निश्चित रूपमा। यो परिभाषाले के देखाउन खोज्छ भने हाम्रो राष्ट्रियता मतलब कुनै एउटा जात वा भाषा वा धर्ममा मात्र आधारित छैन, बरु अनेकौं विविधता छन्। अनि त्यो विविधताका बीचमा साझा आकांक्षा छ नि, जस्तै राष्ट्रिय स्वतन्त्रता, अखण्डता, हित, समृद्धिप्रतिको आस्था। हो, त्यसले हामीलाई एउटै राष्ट्रको रूपमा जोडेको छ। यो विविधतालाई कमजोरी होइन, शक्ति मान्ने दृष्टिकोण हो, जुन आफैमा महत्त्वपूर्ण छ। अब धारा 4 त झन् महत्त्वपूर्ण छ जस्तो लाग्छ। यसले नेपाल राज्यलाई नै परिभाषित गर्छ। स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रात्मक, समाजवाद उन्मुख, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य। ओहो, यहाँ त धेरै विशेषताहरू एकै ठाउँमा छन्। खास गरी धर्मनिरपेक्ष र संघीय जस्ता शब्दहरू यी त पहिलेका संविधानमा थिएनन् नि, होइन र? थिएनन्। यो दुई शब्द धर्मनिरपेक्ष र संघीयता नेपालको संवैधानिक इतिहासमा निकै ठूला परिवर्तनका सूचक हुन्। होलान् नै। धर्मनिरपेक्षले के भन्छ भने राज्य कुनै धर्म विशेषप्रति झुकाउ राख्दैन, सबै धर्मप्रति समान व्यवहार गर्छ। तटस्थ बस्छ। हो, तटस्थ। यसले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्छ, जुन पहिलेको हिन्दू राज्यको अवधारणाभन्दा बिल्कुलै फरक भयो। अनि संघीयता नि? संघीयताले चाहिँ शक्तिलाई केन्द्रमा मात्र सीमित नराखी प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्ने प्रणाली अपनाएको देखाउँछ, जसको उद्देश्य शासनलाई जनताको नजिक लैजानु र क्षेत्रीय पहिचानलाई सम्मान गर्नु हो। अनि त्यो समाजवाद उन्मुखको अर्थ चाहिँ के लाग्छ त?
के यो पूर्ण समाजवादी व्यवस्था हो? स्रोतहरूले यसलाई पूर्ण समाजवादी व्यवस्थाकै रूपमा व्याख्या गर्दैनन्। गर्दैनन्। बरु समाजवाद उन्मुखले के सङ्केत गर्छ भने नेपाल लोकतान्त्रिक प्रणालीभित्रै रहेर, मतलब सामाजिक न्याय, गरिबी निवारण र आर्थिक असमानता कम गर्ने दिशामा अघि बढ्न प्रतिबद्ध छ। एउटा दिशा निर्देश जस्तो हो, ठ्याक्कै। यो राज्यको नीति निर्माणका लागि एउटा मार्गदर्शक सिद्धान्त हो जसले कल्याणकारी राज्यको अवधारणालाई जोड दिन्छ। अनि गणतन्त्र? गणतन्त्र शब्दले त स्पष्ट रूपमै राजतन्त्रको अन्त्य र जनताबाट निर्वाचित राष्ट्रप्रमुख हुने व्यवस्थालाई जनाउँछ। त्यो त अब स्थापित नै भइसक्यो। त्यसपछि धारा 5 ले राष्ट्रिय हितका आधारभूत कुराहरू जस्तै स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान, सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई संरक्षण गर्ने कुरा गर्छ। अनि धारा 6 र 7 ले चाहिँ भाषाको कुरा गर्छन्। धारा 6 ले भन्छ नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। हो, सबै। तर फेरि धारा 7 ले सरकारी कामकाजको भाषा चाहिँ देवनागरी लिपिमा लेखिने नेपाली भाषा हुने व्यवस्था गरेको छ। यसमा कस्तो सन्तुलन खोजिएको होला? यहाँ एउटा रोचक सन्तुलन देखिन्छ। धारा 6 ले सबै मातृभाषालाई सम्मान दिँदै राष्ट्रभाषाको दर्जा दिएर भाषिक विविधता र पहिचानलाई स्वीकार गरेको छ। जुन धारा 3 को त्यो समावेशी राष्ट्रको भावनासँग मिल्छ नि। तर राज्य सञ्चालनमा सहजता र एकरूपताका लागि धारा 7 ले नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेको छ। यसले एकातिर विविधताको सम्मान, अर्कोतिर प्रशासनिक कार्य कुशलता बीच तालमेल मिलाउने प्रयास गरेको देखिन्छ। बुझ्यो। त्यसो भए समग्रमा हेर्दा संविधानको यो पहिलो भागले नेपाल कस्तो राज्य हो, यसका आधारभूत मूल्य मान्यता के हुन् भन्ने कुराको एउटा स्पष्ट खाका कोरेको छ भन्न मिल्यो। यसले बाँकी संविधान र कानूनहरू कुन जगमा उभिने छन् भन्ने निर्धारण गरेको छ। एकदम सही। भाग 1 ले नेपालको आनुवांशिक कोड वा भनौँ न DNA नै परिभाषित गरेको छ भन्न सकिन्छ। DNA नै हो, एक स्वतन्त्र सार्वभौम जनतामा शक्ति निहित भएको धर्मनिरपेक्ष समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र जो सामाजिक न्यायप्रति पनि उन्मुख छ। यो नै हाम्रो राष्ट्रको परिचय र प्रतिबद्धता हो। अब एउटा विचार गर्नुपर्ने कुरा के छ भने यी आधारभूत सिद्धान्तहरू जस्तै धर्मनिरपेक्षता भयो वा समाजवाद उन्मुख भयो, यिनीहरूको व्याख्या र कार्यान्वयन समय र परिस्थिति अनुसार कसरी विकसित हुँदै जाला? हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। समाज परिवर्तन हुँदै जाँदा वा नयाँ चुनौतीहरू आउँदा यी सिद्धान्तहरूको अर्थ कसरी लगाइन्छ, व्यवहारमा कसरी उतारिन्छ, यो कुरा भविष्यले देखाउनेछ। यो त निरन्तर चलिरहने बहस र विकासको विषय हो नि।